आज चाहिँ कट्टु किन्नु भनेर यसो मंगलबारे बजार गएको। खेततिर नआएको पनि धेरै भएको थियो। अहिले त मकैले खेत पुरा हरियाली बनेर आएको रहेछ। नानी भने निन्द्राले पुरा झ्याप भइरहेको थियो। हिँड्दा हिँड्दा निन्द्रै लागेछ। बजार चाहिँ आउने बित्तिकै हामी चाहिँ सिधै होटलतिर। होटलको साउनी फेरि मेरै माइजू र दिदी हुनुहुन्थ्यो। आज त पुरा भिआइपी सर्भिस होला जस्तो छ है। अरू चाहिँ सबै बजार सामान किन्न गयो। म र नानी चाहिँ होटलमै बस्यौं। नानीलाई भोक लाग्यो भनेर मोमो मगाएको। मोमो आउने बित्तिकै नानी चाहिँ पुरा दनादन खान सुरु गर्यो। म भने मलाई दिलाएर खाउला भनेर बसेको, दिँदै दिएन। कट्टु किन्नु पर्यो भनेर कट्टु मगाएको त छोरी मान्छे लगाउने पो देखाउँछ बा। कट्टु पनि छन्डा छन्डा बल्ल बल्ल कट्टु पनि किने। त्यसपछि मनिषा चाहिँ तरकारीहरू किन्नु लाग्यो। म चाहिँ भिडियो गर्दै बसिराखेको थिएँ। ता फेरि तातो तातो आलुचप किन्दै रहेछ। हामी पनि गएर तातो तातो आलुचप किनेर खाए। यता नानी फेरि बरफ खाएर मुख पुरा कालो बनाएर राखेको थियो। एकछिनमा त फेरि यस्तो पो किनाइ मगायो। बजार दुल्दा दुल्दा भोक पनि लागिरहेको थियो। एक प्लेट चाउमिन मगाएर गम खान सुरु गरे। आज साझा खाएर घर जाँदै थियौँ। बाटोमा फेरि यति दामी दामी फुलहरू देखेँ। राम्रो कुराहरू त छोड्नै भएन नि भनेर दुईवटा फुल पनि किने। अटो चढेर घरतिर लाग्यौँ। आजको भिडियो यति नै। सब्स्क्राइब गरिदिनु होला। बाई बाई।